कोरियामा E9 मा आएर E74 मा भिजा परिवर्तन गरेर फ्यामिली पनि ल्याउन पाउने, हस्बेन्ड वाइफ दुवैजनाले लिगल्ली काम गर्न पाउने भनेर चर्चा पाइरहेको भिजा E74R। यो भिजा पनि अब आफ्नो योग्यताहरू पुगेको छ भने आवेदन गर्न मिल्ने भएको छ है। आवेदन खुलिसकेको छ। बेसिकल्ली कसले कसरी आवेदन गर्न मिल्छ भन्ने कुरा सर हेरौँ है। इमिग्रेसनले राखेको आधिकारिक नोटिस चाहिँ यो रहेको छ है। कसलाई एप्लाई गर्न मिल्छ भन्ने कुरा चाहिँ यहाँ छ है। E9, E10 अनि S2 भिजाले चाहिँ यो E74R भिजा आवेदन गर्न पाउने हो। आवेदनको प्रक्रिया चाहिँ K.74 को जस्तै छ। मन्डे, ट्युसडे, वेडनेसडे, थर्सडे, फ्राइडेमा आफ्नो डेट अफ बर्थ अनुसार कोरियामा आइडी बनाएर आफैले आवेदन गर्ने हो। अनि धेरै सोध्नुहुने चाहिँ अलरेडी K.74 बनाइसकेको छु, E74R आवेदन गर्न मिल्छ कि नै भनेर सोध्नुहुन्थ्यो है। यहाँनिर हेर्नुभयो भने चाहिँ K.74 भएको व्यक्तिले कुनै पनि कारणवश त्यो कम्पनीलाई छोडेर चाहिँ D10 भिजा बनाएको रहेछ। D10 भनेको चाहिँ जब सिकिङ भिजा हो। D10 भिजा बनाएको रहेछ अनि अहिले आफू चाहिँ D10 भिजामा रहेको छ भने उसले पनि E74R आवेदन गर्नु मिल्छ है। D10 भिजाले E74R परिवर्तन गर्दाखेरि चाहिँ यसरी हाई कोरियाबाट अनलाइन आवेदन गर्न चाहिँ मिल्दैन है। अहिले आफ्नो एड्रेस भएको एरियाको इमिग्रेसनमा रिजर्भेसन गरेर गएर आवेदन गर्नुपर्ने हुन्छ है। यो नोटिस मोबाइलबाटै पनि हेर्न मिल्छ हैन। तपाईहरु आफैले नै यसरी हाई कोरियामा गएर अनि यहाँनिर हेर्नुभयो भने न्यूज खोङ्जी छ। न्यूज खोङ्जीको मुनि खोङ्जी साहाङमा अहिले रिसेन्टली E74R को बारेमा राखिएको नोटिस यही हो। यो नोटिसलाई यसरी हेर्न सक्नुहुन्छ है। अनि अब यो E74R भिजाको बारेमा केही सोध्नु छ भने तपाईहरुले आफ्नो प्रश्न यो भिडियोमा कमेन्ट छोडिदिनु होला। सबै प्रश्नहरुको जवाफहरुलाई समेटेर E74R सम्बन्धी डिटेल्स भिडियो बनाएर म अपलोड गरिदिनेछु।